तपाईं आफ्नो मोबाइलको सेटिङमा जानुस्। सेटिङमा गइसकेपछि तपाईले एडिसनल सेटिङ खोज्न पर्ने हुन्छ। यसमा एडिसनल सेटिङमा जानुस्। एडिसनल सेटिङमा गइसकेपछि तपाईले यहाँ एउटा डेभलपर अप्सन भन्ने भेट्नुहुन्छ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। यो डेभलपर अप्सन भन्नेमा गइसकेपछि तपाईं यो एनिमेसन स्केलमा जानुपर्ने हुन्छ। यो एनिमेसन स्केल तपाईं खोज्नुस्। तपाईले यहाँ भेटाउनुहुन्छ। यो एनिमेसन स्केल तपाईकोमा 0.5, 1.5, 2, 5, 10 मा बसेको छ भने तपाईको मोबाइल स्लो हुन सक्छ। त्यसको लागि तपाईले एनिमेसन स्केल 1x मा राख्दिनु होला। त्यसैगरी सेकेन्डमा ट्रान्जेक्सन एनिमेसन पनि 1x मै राख्दिनु होला। त्यसैगरी एनिमेटेड ड्युरेसन स्केल पनि तपाईले 1x मै राख्दिनु भयो भने तपाईको मोबाइल फास्ट चल्ने सम्भावना बढी हुन्छ। यदि तपाईको मोबाइलमा डेभलपर अप्सन खुलेको छैन भने तपाईको मोबाइलको आफ्नो सेटिङमा गएर तपाईले यो अबाउट फोन भन्ने एउटा सेक्सन भेट्नुहुन्छ। यो अबाउट फोनमा गएर तपाईले बिल्ड नम्बर भन्ने तपाईकोमा फंक्सन एउटा देखाउन सक्छ। यो फंक्सनमा गएर तपाईले 7 चोटी क्लिक गर्नुभयो भने तपाईलाई डेभलपर अप्सन इनेबल गर्छ मोबाइलले। यो तरिकाबाट तपाईले आफ्नो मोबाइलको तीव्रतालाई बढाउन सक्नुहुन्छ।